हेलो केटाकेटी हो के छौ आफ्टर लङ टाइम पछि है ल भ्लगमा वेलकम छ सबैजनालाई। आइएम एट समुद्रको छेउमा गर्मी लास्ट गर्मी अनि यसो आज यसो बुझ्न आएको थिएँ। थकित भएको थियो यार, कामसाम हानेर यसो थकित भएर बाहिरतिर आएको। बाहिरको भ्यू चाहिँ यस्तो छ है। यो दुबई मरिना मल अनि यता यो के टावर डेल्टा होटल्स रे। The many hotels over here and this is पानी जहाज। ल यही हो, यताबाट यस्तो हेर्दै जामै यो मलभित्रबाट म उता निस्किन्छ है अब है। थकित अवस्थामा भर्खर यो माथिबाट यता माथि हो, यता माथिबाट यसो ड्याङडुङ हानेर निस्केको लास्ट खुट्टा त्यो छ। धेरै दिनपछि भएर होला, पानी बस्छ होला बिस्तारै है। हो यता चाहिँ हावा आएछ अलिकति मजाले सर्रा हावा छ। अनि म गएको चाहिँ यताबाट यता भित्रपट्टि हो, यता भित्रपट्टि। यहाँ चाहिँ डेन्जर धेरै होटल रहेछ क्या, सो मेनी होटल। यही हो, अब जानुपर्ने चाहिँ म यताबाट त्यो मल भित्र कताबाट इन्ट्री हुने। ल ठिक छ। ट्याक्क भाडामा साइकल ट्याक्क पैसा तिर्ने लिएर हिँड्ने। अनि अघि म आएको चाहिँ यताबाट, अहिले चाहिँ यताबाट जानु पऱ्यो। कता निस्किँदो रहेछ मल इन्ट्रान्स यहाँ रहेछ। म गएको चाहिँ उयो यही फ्लोरमा हो। अब चाहिँ यहाँ दुबई मल, दुबई मरिना मल यही हो। अनि अघि मैले भिडियो बनाएको चाहिँ उता पारिबाट। यहाँ चाहिँ टन्नै रहेछ क्या बोटहरू टन्नै छ। मल इन्ट्रान्स सिनेमा हल पनि रहेछ भित्र। यो चाहिँ दुबई, यहाँ नदेखिँदो रहेछ भिडियोमा त। लास्ट लो क्वालिटी। आज चाहिँ म एक्लै, कोही पनि छैन। म एक्लै सुपर मार्केट फुड कोर्ट यता रहेछ। चाहिँ दुबई मरिना मल। कति बज्यो? 10:15 भइसकेछ तर बिजी छ यार। सब आफ्नै धुनमा। मल चाहिँ यही हो। मेरो मोबाइल फुटेर फेरि झ्याउ तडाक भयो। यही हाम्रो दुबई मरिना मल। आज चाहिँ म एक्लै, मेरो भ्लगमा चाहिँ 2-3जना गाइजहरू हुन्थ्यो, आज चाहिँ छैन। म एक्लै हो। अब एक्लै ढुक्क बाटोमा हिँड्ने, चिनेन भने म्याप हेर्ने। यहाँबाट सल्ल माथि जाम अब यतैबाट जस्तो लाग्छ कि, तर कता हो थाहा छैन। यो चाहिँ दुबई मरिना मल। कतिचोटि भनेको मैले दुबई मरिना मल भनेर। यही है, आइएम एट दुबई मरिना मल। कता यार, यतै हो कि कता यार? म कन्फ्युज हुन लाग्यो अब है। यतै हो कि कता यार?
कता जाने हो न त बाहिर निस्केर जानुपर्छ फेरि ब्याक टु त्यही बाटो अनि उताबाट अघि आएको बाटो चाहिँ जानुपर्छ नत्र अब कता हो कता यहाँ त्यो मार्केट भयो जस्तो लाग्थ्यो कता कता एकछिनै म खोज्छु यार जानु पनि यता जस्तो लाग्यो यताबाट घुमेर गयो भने यस्तरी घुमेर त्यहाँ जानु पर्यो यताबाट घुमेर जानु पर्यो भने यस्तरी घुमेर त्यहाँ जानु पर्यो म बिचमा परेँ कताबाट जाने हो यतैबाट सर्टकट होला जस्तो लाग्यो ल यता त आइयो यतातिर त आइयो अब यहाँबाट बाहिर निस्किने ठाउँ कता हो यहाँबाट उयो त्यहाँ अगाडिबाट होला बवाल छैन त माथि के हो ल यहाँबाट सिधै अगाडिबाट एक्जिट यहाँबाट एक्जिट हुन्छु अनि हिँड्दा हिँड्दा खुट्टा दुखिसक्यो त्यहाँबाट चाहिँ अलिकति अझै हिँड्नुपर्छ यार त्यहाँबाट यार 10 मिनट 15 मिनट जति चाहिँ हिँड्नुपर्छ ट्रेनको लागि 25 भइसक्यो चाहिँ हिँड्नुपर्छ यहाँबाट चाहिँ एक्जिट एउटा चिसो खान पर्ने म त्यही भित्र हेर्छु अनि के भित्र भेटिएन बाहिर छ कि छैन होला जाऊ हो उता त्यो चाहिँ अर्कै मेट्रो यता यो जुमेरा बिचतिर हिँड्ने मेट्रो कता गयो उता रोकेर त्यो चाहिँ जुमेरा यताको यो लोकल ठाउँमा मात्रै हिँड्ने मेट्रो हो उता रोकेछ म जाने चाहिँ अर्को त्यताबाट पाउँछ त्यता यो दुवै मल राम्रो छ हेर्नै भएन म चाहिँ कताबाट हो फेरि निस्किने ठाउँ यताबाट कताबाट सबै यताबाट गयो यतैबाट त होला नि है यतै गइदिउँ ए सेट यो त लोकल ट्रेन जाने बाटोको रहेछ यार यो चाहिँ जुमेरा एरियातिर हिँड्ने लोकल बाटो रहेछ म चाहिँ उयो त यो कुनाबाट जानु पर्यो गाडी छ ल यस्तो लोकलमा चाहिँ रोक्छ क्या गाडीले रोक म जान्छु म चाहिँ यता जानु पर्यो सर र यता भित्रबाट चाहिँ त्यो लोकल यता यो जुमेरा बिचतिर हिँड्ने के अरे के ट्रेन भन्थ्यो यहाँ चाहिँ 3टा ट्रेन रहेछ एउटा रेड लाइन एउटा ग्रिन लाइन अनि यता हिँड्नेलाई के भन्थ्यो यार मैले बिर्सेँ अरे यताबाट त्यताबाट तलबाट जाने उही केटा हो गाडी हेर्न गाडी हेर केटा गाडी बवाल छैन त अर्को पनि रहेछ यतादि दाजुभाइको यार बवाल छ त यार फिल्ममा मात्र देख्थ्यो रियल लाइफमा ठिक छ अब टुकुर गर्दै हिँड्दै जाने हो अब राति चाहिँ मेरो मोबाइलबाट अलिकति राम्रो आउँदैन भिडियो ठिक छ अब हेरिदिनुहोस् के गर्नुहुन्छ बिस्तारै मोबाइल अपडेट गरौँला अब के भन्छ अरे त्यो गोप्रो त अब त्यस्तै होला के अहिले किन्ने मोबाइल अपडेट चाहिँ गर्नु पर्ला भिडियोको क्वालिटी बढाउनु पर्ला थोरै अघि मगाएको चाहिँ यताबाट अहिले निस्केँ यता पछाडिबाट यहाँ हिँड्नुपर्छ अँध्यारोमा अँध्यारो त भिडियोमा अँध्यारो आयो तर बाटो चाहिँ उज्यालो छ है सरर उज्यालो छ
एकछिन रेस्ट हान्नु पर्यो त्यहाँभित्र यसो चिसो कोक किनौँ भनेको यार ल ठिक छ एकछिनमा आउँछु ल द बिच चाहिँ यताबाट जाने पछि देखाउँला केटा हो यसो गइएछ भने यताबाट यता अनि म अघि गएको चाहिँ ए बिल्डिङमा यो बिल्डिङमा म गएको चाहिँ क्राउन प्लाजा अरे खै के लट अफ म चाहिँ आइपुगेँ स्टेसन ट्रेन स्टेसन आयो अब चढेर जानु छ 1 घन्टा लाग्छ लगभग रुममा पुग्न 1 घन्टा लाग्छ त्यसपछि त स्लिप हान्नुपर्छ स्लिप गुड नाइट हान्नुपर्छ गुड नाइट हानेर जानुपर्छ सुत्नुपर्छ यहाँबाट यता कता हो खै ए यता रहेछ त्यता जानुपर्छ ल यहाँबाट चाहिँ रोडको भ्यू है मेरो अनुहार देखिन्छ क्या सब मान्छेलाई हटाएर सबैलाई हटाएर थाकेर आएको हुन्छ सबै यता राइटबाट चाहिँ त्यही लोकल ट्रेनमा यता एरियाको यताबाट चाहिँ म जाने रेड मेट्रो सुनसान भयो खाली भयो म एक्लै भएँ पछाडि आउँदैछ म एक्लै भएँ खोइ आऊ भनौँ भने नि कोही छैन यताबाट यतैबाट त हो जानी यताबाट होइन यार यताबाट रहेछ नि त यार यताबाट यो माथिको म जाने साँच्चै यताबाट त एक्जिट रहेछ ल फर्कियो यार बल्ल कुक खाना भयो है अब म एकछिनमा रुममा पुग्छु आजको भ्लग चाहिँ यति गर्नु पऱ्यो दही हान्नु पऱ्यो बाई बाई गाइज सी यू नेक्स्ट भ्लग सब्सक्राइब गरिदिउँ कमेन्ट हानिदिउँ लाइक हानिदिउँ सबै हानिदिउँ है ल बाई बाई गाइज सी यू नेक्स्ट भिडियो